चोक छैन दाइ लामो छैन नाकमा गयो अनि देख्दैन हेर्नु आँखै कस्तो हुन्छ हेर्नु न आँखै कस्तो हुन्छ आँखैको तपाईँलाई आँखा कस्तो यस्तो माल बोकेर हिँड्ने के अरे माल तेरिको छैन छैन दोरोबो हेलो एभ्रिवान आज चाहिँ बुढासँग यसो मल हाल्न गयो अब यहाँ तामा काट्न आउने रे बुढाले कहाँ जङ्गलको बाटो ल्याएर बिचतिर यहाँ केटाहरू छ ओ केटाहरू दाइहरू चकाचक छ त गफ गफ यस्तो दिनुपर्छ तामालाई हैन आया टाउको ठोक्यो ल च्याट्टा हिरोहरू दुईजना यता उ त्यहाँ छ हाम्रो ड्राइभर के ल्यायो बुढोले कोन्चिवा दाइजू भी देश का ओजी सान है बुढोले यो हालिदियो रे पछाडि बुढोको माल सामान ओजी सान तबुन हाइरी मासेन एकछिन ल ट्याक्का माथि राखिदियो मिल्छ बन्द गर्न मिल्छ लक भयो ट्याक्क लगाएर बुढो रे बुढोको साथी घर चाहिँ राम्रो छ यस्तै सजिलो शान्त लाग्छ हो ल खोज्ने रे एकजनाले काट्ने यो खोज्ने रे भाइको ठाउँमा यो गाडी राख्ने रे के अनि काट्नेले काट्ने ए बुढोले किन बोक्यो भनेको त त्यो हाय किमास्यो अब माल सामान लिएर फेरि पनि हामी गन्तव्यतिर जाँदैछौँ सामान बोकेर औजार बोकेर हैन अब सबै स्याल मार्नलाई बाघको औजार चाहिन्छ भन्छ हैन सामान त सबै बोक्नु पर्दैन हैन स्याल मार्नलाई बाघको औजार चाहिन्छ भन्छ त्यही भएर सामान जाँदैछौँ हामी उता बुढोले दामी जङ्गलमा ल्यायो अब तङ्चे रोड हेरेन है फेरि 1 बजे का अघि झन् खतरा बवाल जङ्गल थियो होइन त यो अँधेरो अँधेरै भयो खल्ल तङ्दिसी 1 बजेसम्म निस्क्यो मधु सिमेदे कोरे ओइसन 동어 따뜻 कोरेवा 료호 कोरे ओइसन ल्याउनु दाइजु पनि 이어 소라 안 말이 나요 गाडी आयो कुरुमा थुनिदिनु पर्यो यस्तो माल बोकेर हिँड्ने के अरे माल तेरिको छैन छैन दोरोबो ल म त यस्तो लिएर हिँड्ला छ हो अहिले त्यो निशान लाउँछ भने त्यो चोक्टा पर्दैन रे यस्तो बाँसको भित्र अब तामा खोज्ने रे 뭐또 아 토레 तरु 어또 यहाँ भेट्यो 아따 코카라 ल बुढोले अब 소스 뭐이랬잖아 सीता इचिबाङ सीता 고노야래요 고노 ल रेकर्डै हो 요거 미치게다네 ल है भाइले ल है ल कोनो कुरा है ओइ सेनो उस मोइकाई सेनो 토레다 उस मोइकाई सेनो उस उताबाट आएको के हो अलिकति तल भयो कि अलि अलिकति माथिबाट हान्दिउ न त्यो धेरै गाडी 오 마이마 서로 그래다 살고 भयो भाइ त्यो त अब के काम त त्यो 요거 미치게다네 안따 त्यो मात्रै हो 못 들어 माल केटा भाइ ओजिसान बस्नु नि हिँड्थे मासु 담배 하고
दामी おじさん持ってるよ जोदाङ ओजिसान जोदान दा के हो सान जोदान जोदान おじさんのだ ल ओन्जी ल खतरा खतरा दिदी कहाँ छ अरू हामीलाई पन्जा दिनु नि およく見つけたねほら ल ल भाइ हान्नलाई त पन्च टिभीलाई मात्रै पन्च होला नि हो होइन हात पनि यस्तो छाम्दै हिँड्नु पऱ्यो कि एउटा लाउनु पऱ्यो ホッターとあるよほらいっぱい पन्जा लगाएको छैन यो तामा हैन चिसै आप्पा आप्पा ほら掘って掘って चिसैले 小さい चाहियो हो यहाँतिर राम्रो सम्झ ल तपाईँले नै त्यहाँबाट छेउमा そこらそこらそこら बिस्तारै बिस्तारै हेर्नु त खोइ त कतिसम्म रहेछ ए या थापी के छ ओन्जी फेरि नि रेक्टिङ इ खुदाछु चिच्चाइगा みんな取って अलिकति तल हाल्नु अलि राम्रो रहेछ सानो ダン हेच よく見つけたね 私見るよ上手よさんおत्यहाँ ठुलो रहेछ त्यो ठुलो रहेछ いいのよほら कतिले जति हो हाई ओसान यहाँदेखि अलिकति हालिदिनु अलि यहाँदेखि बा त्यसको त्यही रहेछ क्या त्यो तामा पाउनु पाउनु हातमा ए अच्छा ल है यताबाट अर्को साइडबाट नै हान्नु पऱ्यो धेरै जरा छ नि जरा जहाँ हुन्छ त्यहीबाट धेरै उमेर रहेछ कहाँनिर छ भने अलि यसको त अघि भन्दा अलिकति गएर हान्नु अरे चोका सोका ल हाइच बुढोले दियो ここだからこっちからはいこっちからなんか周り取ってここもあったゼバンね袋持ってくら袋 फुक्रो आरू ओसान いや持ってくら हाइ बुढोले नि ここ खु 置いとけここ置いとけ तानो सिने ओजिसान खेत पनि ताङ्रा भयो यार ल है आले चाहिँ रहेछु भक ए हेर गाइज यस्तो छ धेरै तल त दुईटा यहाँको यो हो कि यो चाहिँ के हो माल गैँडाको सिङ गैँडाको सिङ हो यो। सिङ हो यो त कति करोडमा पो बिक्छ भने होइन मेरो ओठ त्यहाँ पनि छ त्यही भएर अनि माथि लगाएको ए लिप गार्ड नाल तपाईँ पनि यसरी खिच्नु न यसरी मैले त यसले त छानै नपर्ने रहेछ खासमा त यसरी खिच्नु अनि सेरक सेरक यसरी गर्दै हिँड्नु हो यहाँ भाइले भेटिसक्यो ल यस्तो छ है यस्तो छ तामा काटाई तामा कटाइ भएर फर्स्ट टाइम होइन कि जङ्गल हेर्न सक्नुहुन्छ जङ्गल यहाँ बाँस कस्तो ठाउँ छ है ल यहाँ भाइले दिइरहेको छ ढ्याङ्की ढ्याङ फेरि हाम्रो भाइ फेरि यस्तो कुराहरूमा खतरा फेरि जेउजु हो सिपालु छ हाम्रो भाइ ल भाइ देखाइदेऊ त राम्रो आयो चट्टा आमामामा है ल चुप लाग्नु चामलको बोरा ल्यायो बुढोले で掘ったらこうやっとく掘ったら必ずこう यी यहाँ पनि रहेछ भाइ यी कोचिमाहरू हो सान よく見つけるねどうなった aduh मको यहाँ खोदाल रहेछ क्या यहाँ भनेर यहाँ पाइसक्यो त्यो त्यहाँ पनि चेक गरेर देख्छ छैन अलिक खन्नु खोज्छ ए त्यो कसरी हो भन्थ्यो बुढोले कता फर्केको चाहिँ कता भन्थ्यो ल है यस्तो छ इप्पाई आता नि हो सान ओकिने ओबिस ओजिसान 上手だわあったら ओके ओके जोजु नि हो सान वातासी ताची もうさっきのも取るよさっきのはどこが दोरोबो झ्याउजु नि ओजिसान सकिनो इरेता 入れねえよそこ今見つけたいな इरेता जेम्बो इरेता हो सान ここだよここにあったのねえが हालेस ए देखिको अघि ए यहाँ पनि छ भेट्यो だなもっと出たな यहाँ यस्तो भइरहेछ अलिक सपोर्ट यता साइड अलिक खोज्दा न ब्याक सपोर्ट छैन यसलाई हैन जङ्गल चाहिँ यस्तो खतरा छ यस्तो छ है यहाँ भेटिसक्यो तामा फेरि अर्को 最高よく見つけるね अब खोजु 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 यहाँनिरबाट पनि खोजु अरू पनि खोजिसकेको रहेछ होइन है खोजेछ नि आरु खोजेको रहेछ है आरूले नि खानेर लगिसकेको छ यता साइड पाउँदैन अलिक बढी खोजिरहेको रहेछ あここなんだほらんほら小さいな चिच्चा यी हो सान ダメだ मु
यस्तो म त ओकियो यहाँ दुईटा रहेछ है तर सानो देखियो यार 다이주다. दाइजो त्यो भित्रैसम्म हुन्छ 다이주다. नाका चाहिँ त ओके नै 승우야. 와, 좋았어. नागाइने जिसान 야야. 오키네. 승이. भित्र होला साइजमा हाम्रो पिचाई भाइ ओङजी ओजिसान क्यों दो देश का तानु सीखता 살고 살고. वाओ त्यो आउन त आइसक्यो 마다 했나요? 마다 나마 지금 마시요. 아sko 다음에 난다 건너가. बुढोले 그래요. बुढोले भएन भएन भनिरहेछ नि 그래 괜히 너. 소리 스타트 괜다. यताबाट निकाल्यो बुढोले भएन भएन भनिरहेछ केटाहरूले हात लगाएर नि 나는 뒀다 남이다. 그래 소리 괜다. चुट्न चाहिँ छुटिसक्यो 마다. अलिकति माथिबाट माटो खानुपर्ने होला 아 저거다 저거. 아 근데 하이. नो 다음에 나라. यस्तो छ है यस्तो हुँदैछ हाम्रो भाइले खतरा खानिसक्यो है हारु यो त्यो डबल जरा 어찌 अलि है 아시 아버님. जरा डबल भिडियो होला यसको 아니다. यस्तो जङ्गल छ है साथीहरू 고구마에 한다기 다음에. 이 다음에란다. 다음에. मेरो खोज्ने क्रम जारी छ हाम्रो खोजिरहेको छ है 마다. अलिकति त्यो 뭐 이거 अलिकति माथि उठेको हुने रहेछ हम्म? कि ठुला होला है 뭐 이거가 वरियो सान मादा हारु यो भेटिसक्यो छेउमै गयो 쳤다 왜다 못져 있다니네. 한 마리 धेरै 있어요. धेरै माथिसम्म आइगयो अलि तल भेट्नु पर्ने तर भेट्न त ठिक ठिकै भेटेर रहेछ जरा ओडिसा टेपुरो अर्कास्का 다이주. हाल्नु त ल यो खाने त सानो भएर छोडिदियो रहेछ म हान्दिन्छु मेरो त फेरि गाल ए अर्को के ल त्यो दिनु म यहाँ भेट्यो रे ओ ओजिसान आत्ता के हो ओजिसान आत्ता 요거 यो त बास टोल्दै रहेछ है अब चाहिँ ओङजीले हान्न लगाइरहेछ है 손에 손도 코치가 나왔어. 야. 말이 내 기가. पहिला हेर्नु साइड साइडमा कस्तो रहेछ 옆으로 스타야 안 스타. 아까 उताबाट हाल्नु 서트가 जे गरे नि उनी ए जस्तो गरी नि त्यस्तो गाली यस्तो छ क्या यता फर्केको र उता फर्केपछि त्यो गाली हुन्छ 뭐 이거 돼. 뭐 갈게요. 그래도 와리 वारी नन्दी 쳤다가 이만호. तोता 저 앞에 흙으로. 뭐 나요. 코시다고 맺혔다. 왜? इकु खाइरो खाइदिका 바다 길에 이쪽에. 야, 와시네 거기 한다고 와갑니다. धेरै त्यो अलिक माथि माथि चाहिँ अलिक यहाँ छ भाइ ओ भेट्यो माल भेट्यो अत्ता भेट्यो है यहाँ फेरि भेटेको छ तामा हामीले चाहिँ यस्तो छ हामी चाहिँ 4 जना छ म बाजे
옹지 바지 지세가 짜이가 어디서 지세가 배주가 그거나 오케이 ठ्याक्कै यसको पनि पिठमै भेटेर ल्याएको छ मैले नि वाउ पिठमै भेट्यो सुगे 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 यस्तो छ है जङ्गल आमामा कस्तो के बाँस 오빠가 안 낫겠구나 हाइ जम भन्छ त बुढोले भेट्यौँ न सल्लक्क एकसाथमै ठ्याक्कै ल यस्तो भेटेछ गाइस हामीले खाने चिजै हो खाने चाहिँ देखाइदिनु त खाने हो सल्लक लगाएर त्यहाँ पनि रहेछ नि 저거봐요 जोजु 저거다 저거 यो नि हेरे हो यहाँ पनि रहेछ सानो हो कि हो चिसाई 이거 होइन होइन ठुलो छ 습득한다 습득아 있다 ओके 쳤다 해야 यो पनि मोटको चिता 근데 그래 생각이 났다 जाम ल यहाँ त्यस्तो जरा रहेछ है जरा छुटाइदिनु न जरालाई यताको जरा यताबाट हान्नु एउटा यो ओइसान माथि हाइ जरा रहेछ कि पुरा पुरै जरा रहेछ यताबाट गाडा 고구라 왔다 내가 यताबाट 망했다 저번에 안 망했었다 보구라야 यताबाट रहेछ 엄마미였다 망했자도 와 망했자도요 엄마미였다 उस बाङको छ क्या हुँदै यता यो चाहिँ कस्तो घुमेर चाहिँ यसको लास्टै जरा रहेछ क्या हाइ ओइसान हाइ कमेस म त इकिमास फुलाल बेर खेक्छ जरा रहेछ नि वरिपरि जाम ल भयो बुढो ढाड दुख्यो नसकिसक्यो ढाड दुख्यो अरे त्यसलाई बुढोलाई छन् त यहाँ पनि छ नि तर नखाने हो क्या यहाँ पनि छ यी उखालिदियो हामी मान्छे खतरा हो नि एकछिनै 10 किलो जति त्यो त अनि अहिले बोक्रा फालेपछि त थोरै निस्किन्छ नि भाइ भाइ कस्तो अनुभव भयो त यार तामा काटेको है फर्स्ट आज आइपुग्यो हामी है यहाँ पनि सानो रहेछ कतै यसो देख्यो भने ब्ल्याक हान्दिनु त्यहाँ फाल्दो रहेछ ए हाम्रो पानी पुग्यो त्यहाँ राख्यो ऊ त्यहाँ छ के रहेछ यहाँतिर खाना त अरूले नि खानिसकेको रहेछ नि निस्किरा हुन्छ दबाम आले अझ अलि ननिस्क्या हो कि अझ अहिले पानी पर्न थालेपछि धेरै ठुल्ठुलो निस्किने जस्तो छ ओठ फुटेर बाम ल्याउने वाउ ओ यहाँ चाहिँ निस्किसकेको अवस्था यहाँ यस्तो सामान हाम्रो ल यो राउटे
राउटे चेपाङहरू निस्क्यो औजार देखाउने हेर चेपाङ चेपा राउटेको औजार है 망해놨대 그래. 망한니가. 그래. 망했었다가. 한마디 커서. औजार है 망했나갔다. 이어 혼나나요. 망한나갔다나. ओके 됐을까? 오디션? 이어 이치가. 이거 망했다 그래. बाङ्गो भयो भनिरहेको छ बुढोले केही नि हुँदैन अभी फलाने बाउको बनाइदिएको हामीले अनि यस्तो पावर भएकोमा यस्तो ठाउँमा आएको है हामी चाहिँ यहाँ यस्तो बाटोबाट आएको यस्तो जङ्गलमा छिर्यो यस्तो जङ्गलमा छिर्यो हामी होइन यहाँ जङ्गलभित्र ऊ त्यहाँबाट त्यहाँभित्र यस्तो यहाँतिर फेरि उता कम्पनी पनि छ है यस्तो छ यस्तो अब खोज्दैन होइन अगाडि राखेको ल हामी फर्किँदैछौँ हामी चाहिँ फर्किन लागेको पानी लिएर आयो 콘 엑스트라 와가 빼고. 아 코너스도 못 쏟아. 코너스도 못. हुन्थु 그거나 하야 된다. 코너만 이나면 코너스도. ऊ यहाँबाट होला 그거 근데 त्यस्तै 그거 할 때 된다. सो नि ल बाई पानी पिउनु पर्यो मजा त्यो त मैले कस्तो खिच्यो ए हुन्छ जस्तो कि आयो भइहाल्यो नि ल हाम्रो आज क्यामेराम्यान समुदाय त्यतिकै है लात्तर बत्तर लतर पत्तर हान्दै नि आयो नेपाल에 फेरि हामी 못하겠는 거 जाँदैछौँ अरू डेमो त्यतिकै रुममा बस्नु भन्दा नि तोरु दामी हो माइन्ड फ्रेस पनि खाना होइन अनुभव गरियो त दामी यो चाहिँ यस्तै बनाउँदो रहेछ है तामा 그거 할 때. तामाकै बनै तामा छैन नि त्यही भएर सबैजना खोजेर खाने रहेछ चाहिँ तामा खनेर पनि खप्सेको अवस्था हो बाटोमा अहिले चाहिँ बाटोमा हामी गफ सफ गर्दै हिँडिरहेको छ अहिले नेपालमा भए तामा चोरीको हुन्थ्यो यहाँ त फनेको हो कानुन लाग्दैन यहाँ त कानुन लाग्दैन रहेछ नि त यहाँ त अर्काको त नि सेन्स छ राम्रो सिभिक सेन्स छ नेपालीहरू त पायो भने त्यो सबै उखालेर लान्छ त बासै उठाएर लान्छ है जराइलो बोकेर यहाँ त पायो भने खाउनलाई खाइदिउँ जस्तो हुन्छ यति नेपाल धेरै छौँ कि आमा सधैँ छन् यी हाम्रो ओडिसान चाहिँ ड्राइभर हुनुहुन्छ एकदम खतरा जिउ हामी चाहिँ पानी पिउँदैछौँ हाम्रो ओडिसान चाहिँ ग्रिन टी एकदम यो जापानिजहरू चाहिँ फेरि स्वास्थ्यको लागि चाहिँ एकदम ख्याल गर्ने है हामी त पानी सँगसँगै हाम्रो ग्रिन टी疲れたよ. जुस पनि छ今日はありがとうね。じゃがいもね。यहाँनिर हेर्न सक्नुहुन्छ पुरै जङ्गलमा एकदम शान्त ठाउँ छ यहाँनिर चाहिँ कति राम्रो रहेछ आजको ट्रिप कस्तो होला सोमसन आजको हरै रहेछ रिसोर्ट आजको त अचम्मै भयो नि यहाँ नसोचेको नसोचेको अब कहाँ लाएर अनि जङ्गलभित्र छिरो एकछिनमै भ्ल्याट ब्लुट ल केटाहरूले ओङजी र विजय भाइले बङ हान्न थाल्यो त एकछिनमै फलामै बाङ्गे बुढोले फालामै बाङ्गो भयो भनिरहेको छ नि कति पावर लगाएर रहेछ त दुईजनाले भनेपछि बाँसको त्यो मैले अन्त अलिअलि त्यो बासको त्यसले बाङ्गे हो त्यसले हो कि कस्तो न्युज फलाम त त्यति गर्दै पनि भाङ्गिने स्टिल हो कि सिल्भर रहेछ अलिक पातलो सिल्भर होइन त अलिक पातलो टाइप रहेछ अनि अलिअलि कस्तो भन्दा आजको ट्रिप कतिको रमाइलो भएर छ त्यो त अब त्यस्तो फुल पावर त लाग्दैन त्यो अलिकति चिप्ले गरेर यो कम्पनी देखाउँछ यता ए यता कम्पनी छ साकुरा पनि छ कम्पनी पनि यस्तो यो बनभित्रमा उनीहरूको साथीको कम्पनी भन्दा पहिला साथी थियो त्यसपछि जार्खाको साथी हो त्यही होला यहाँनिर हो र यतै के हो कम्पनी होला यो ठुलो रहेछ नि हामीले उता हामी दुईजना रनिङ आउँदाखेरि देख्थ्यौँ नि यहाँ हो यही हो यही कम्पनी हो यही ठुलो कम्पनी अनि ठुलो पुल त अझै तल हो नि त उता त्यहाँबाट देख्छ यस्तो के कोक्ता बाङ्गो छैन अर्काको सिधा सिधा कति फरक छ पातहरू पनि त्यस्तो निस्किँदैन जरा पनि निस्किँदैन जरा बाहिर बाँसको पात झरेर चाहिँ छोप्या हो नि जरा त भयङ्कर छ नि त्यहाँ त 2-3 वर्ष माटो मुनि बस्छ त्यसपछि बल्ल निस्किन्छ भन्छ बाँसै बाँस यसो जोड्यो भने झुक झुक यो बाँसै अर्कै हो भाइ फेरि यो बाँस अर्कै होला बुढोको साथी रे
यहाँ बुढोको देखाइदियो त साथी मेमेको साथीहरू पुरै के लिनला हो दिनला हो यहाँनिरको घर चाहिँ एकदम के मन्दिरको जस्तो डिजाइन बना हुन्छ यो चाइनिज जापानिज कोरियनहरूको यस्तै यस्तै है के चाहिँ दिनला हो बुढोको पहिलाको रक्सी खाने साथी होला सायद के चाहिँ हो मिठो मिठो ए चक्कु दिएर छ चक्कु अब तरकारी काट्नु होला तामा काट्न लाग्यो कोही तामा काट्नुलाई हो कि ठ्याक्क 200 वाट राख्नु त राम्रो आउँछ 200 mm 200 मा 8 मा यो चाहिँ क्यामेरा लेन्स चाहिँ एउटा युज हुन्छ ठ्याक्कै 17 मा त तीनटै क्यामेरा 48 को हो नि त ए चक्कुहरू त कस्तो सुरक्षाको साथ टक्क क्यापेर हाई गर्नुपर्छ तर बुढो आदि पनि यस्तो पहिला त कहिले कस्तो बोका बोका गर्छ बुढोले साफ सुनायो यिनीहरू बोकेको नि उसमा काम गरेर आएर कुन्चिवा हाई कुन्चिवा नेपाल नो दोक्कर चिता नो नेपाल काठमाडौँ न काठमाडौँ चिखाउ न काठमाडौँ जति चिखाउ 요거 있었네.だってカトマンズはネパールの首都だもんな。 はい はいあ、今日行ったのかい？あ、そういえば。おい、80センチのつったわ。 यहाँ चाहिँ बस्न पनि शान्त छ है यहाँको बाटो भनेको जहाँ पनि पुग्या हुन्छ टक्क लगाएर 日本の生活大変でしょ。 はいまあちょっと ちょっと大変ねはい日本の生活いや、車来たよ。 मेमोको यता अर्को गाडी आएको छ साइड नपुगिरह्यो कि साइड 答えさっきよ。 ナイフにさナイフ誰が来たの？はいあそこにいるもんだって。だ回ってくぞ。はいはいありありがとうございますありがとうございますネパールにあんの。はい日本の東京 नेपाल 同 の あじあ、そうか。東京同じカトマン東京ドの人か。はいके भन्ने तर 喧嘩した友達。よく喧嘩したよ。小さい時だからな。はいだけど今は仲いいんだよ。 जामै जानु त हाम्रो नेपाल गएर टक्क डाँडा बाख्रा घुमाइदियो भने पहिला अनौठो मान्छे पहिला लड्ने साथी रे के यस्तो गर्छ सानोमा त हामीले पनि स्कुलमा कति もうちょっとでまた。 7 क्लासमा त हामीले कम खेल्थ्यो फाइट आमामा अहिले चाहिँ त्यो यादहरू आउँदाखेरि हाँसो लाग्छ 次は尾身川です次は林アパートです。次は尾身 सिमी 川 कोपोरिनो 次は尾身川下小堀 हाम्रो अलि पुरै एकदम फेरि सेन्सी देखिरहेको छ आज हाम्रो आमामा कपाल पनि छ नि त फेरि セブンセックスだ。 नम्बर 6 and 7 रोतो 7 あったせ。 टोटो आज चाहिँ हाम्रो यसपालि चाहिँ हाम्रो ज्याकपोट पर्ने सम्भावना धेरै छ हाम्रो अलिक होइन दुईचोटि चाहिँ पढिसक्यो यार भाइलाई ज्याकपट पर्यो भने 1 करोड 1 करोड त मेरो नाम पनि पाउँछ है थाइल्यान्ड टुर कोरिया टुर 1 करोड प्लस थाइल्यान्ड टुर होइन जापान त छँदैछ सधैँ छ होइन यहाँ त अनि कम्पनीमा त यस्तो गर्छ कस्तो गर्ने रे? यस्तो खरा। यस्तो गर्ने हो? यस्तो खरा।明日から練習練習。 या सिकत यो नै デブ。これ फाङ फाङ बुढोले के पो भन्थ्यो कि デブの5ナンバー5。 यस्तो छ टक्क लगाएर 今日楽しかったかい？ はい 楽しかったでおすじさん楽しかった
घरमा बस्यो भए त्यही मोबाइल हेरेर बस्थ्यो गम्बरी मास गम्बरू私5時から仕事さ朝5時から起きは40 4時20分朝起きるよ सरर मोटर चलाउँदै जस आज रुममा बस्यो त्यतिकै बस्दै मोबाइल हेरेर होइन ओङजीलाई नि लगाऊँ भनेर के धेरै थोरै भए पनि होइन साँच्ची हो ओङजी भित्रै बस्यो भने चाहिँ हामीले खै बोलाउँथ्यो नि म त सौमै थिएँ नि पहिलेदेखि मोबाइल हेरेर थिएँ म यताउति हैन हैन अलिक त्यस्तो कुराहरू चाहिँ लगेर जानुपर्छ लगेर जाने भनेर म त रुममा भए त हैन लानुपर्छ के रुममा नभएपछि मात्र भएपछि त बोलाउने किन्दै गयो जुस मिठो मिठो छ स्वाद चाहिँ मिठो छ है जुस आज 来週竹の子掘り行くわ来週も行く行くよ 이거 호렌 내가라요 अर्को हप्ता नि जाने भन्छ बुढो हुन्छ 알았다 हाई हाई 뭐 하다게 왔니 답해 이 हेलो दाइ 나요 अरू भन्थ्यो नि गाडी बङ्गिएर पो है ओजी सानो 자 저를 ए म त ल हेलो हामी अपातमा आइपुगिसक्यो अब 타게로 가게 돼 ए पछाडि छ ए छ्याक त यति धेरै छ हाम्रो ल 저희가 돌려 ल यहाँ चाहिँ तामा त्यसको हो यो त्यसकै हो ए हो कि के हो त्यो त पछि निकाल्यो नि त त्यही बुढोले यता फर्क्या भए ठ्याक्कै उल्टोबाटै हान्नुपर्ने रहेछ नि त त्यस्तो भनिरहेको थियो कि बुढोले यस्तो हेर्छ यो यता फर्किया छ भने त्यतैपट्टिबाट हाल्ने केटाहरूले कति चाँडै निकालेर ल्याए यार खाना खानु मन लागेको थियो झन् मलाई त यार मजा आइरहेको थियो बुढोले अनि त जम्की जम्रे बुढो ढाड दुखिरहेको थियो भनिरहेको थियो कि अघिदेखि नै ढाड देख्यो नि सिधा बसेर हिँड्नु भनेर कोले चिया चाहिँ भयो लादिन होइन त्यो यस्तो निहुरेर हेरिबस्छ हामी खाने हाल्छौँ होइन नाम पाउनु मात्र होइन यो कहाँबाट आयो त यस्तो कहाँबाट आयो त आइ बेलुन होला यो हाम्रो होइन क्या ए कहाँबाट त्यहाँ रहेछ त यो हाम्रो होइन होला भाइ कसले लिएर आएर उक्केर जस्तो छ त्यहाँ फाले रहेछ कुन चाहिँको काम हो हामीले मेरो ढाड दुख्ला दुख्ला जस्तो हुन्छ यो कुकुरको बस्यो हो अहिले नै अनि बुङ्गुरको त्यही भएर म नेपाल गएर फेरि उपचार गर्छु कि ढाड अहिले नै यस्तै यसो बस्दा त के हुँदैन यसले कुले टिन ताल्न नभए हाम्रो मेरो त के होला त त्यसमा यो भेलिया ल्याएर जस्तो छ यार त्यही पनि त्यहाँ बाटोबाट उखाले ल्याए जस्तो अहिले यस्तो पनि फ्यालिदिउँ है यो यो उ हेर्दा दाइ भाइ त्यस्तो लाग्यो यो त लसुन हो नि लसुन नि हो नि आउनुहोस् तपाईँ पानी समाइदिनु अब चाहिँ ल निकाल्नु अलिअलि गाह्रो भयो म त फेरि म त यति झ्याप्प बसिहाल्छु फेरि मलाई यसरी बस्दा ठिकै हुन्छ तामा यसरी केलाएर है त्यसको निस्किने कत्रो निस्किने हो यो निस्किएपछि सब त खानु पऱ्यो होइन यसरी गर्नु पऱ्यो एउटा केलाइरहेको छ ओग्जीले स्टेप बाई स्टेप यत्रो रहेछ भने त नि यी कामै भएन नि यार यो त अब यो त कत्रोसम्म राख्नु त अझै केलाउने नि अझै निकाल्नु पर्यो नि भित्रको सानो मात्रै अनि यो त भने ठुलो देख्ने मात्रै हो क्या लास्टमा त अझै भयो अब हेर्नु त पठाइदिउँ त अलिकति
यस्तो भयो यार हाल्ने भाँडा पनि छ है अहिले यहाँको यहाँनिरसम्म खान मिल्दैन होला फेरि के मिल्छ तलको अँ तलको नरम जति खान मिल्यो यस्तो हुँदछ गाई हेर्दा ल यो चाहिँ कस्तो भन्दाखेरि के गाई लगाएको सिङ्ग एक सिङ्गे गाई हाम्रो नेपालमा त योभन्दा ठुलोबाट निस्किएको भने चाहिँ यसको कत्रो निस्केला त भाइ अलि यसलाई पनि अलिकति हाल्नु ल धुन नधुनु अलि राम्रै धुनु पऱ्यो नि भन्ने चाहना हो मेरो माटोक्ने के हो त होइन मेरो चाहिँ अलिक ढङ्ग नभए जस्तो होइन ठिक छ कहाँ त्यस्तो अलिको कामै हाय हुन्छ त नि मान्छे हाय यत्रो निस्किने यत्रो गरेर जाने ट्याक ओइ यस्तो पाराले हुँदैन नि भाज्यो भाँचिहाल्यो नि नै पनि भनेपछि ढङ्ग नभएको रहेछ यहाँ अनि ढङ्ग भएकै हो हामी ल यो खतरा निस्क्यो यो त भाइ ल्याप्प दिइसक्यो पावरै गएछ नि पावरै गएछ ए त भित्र कस्तो मसिनो बुवा हो है बुवा छ नि त्यही भएर कस्तो हेर्नु न एक बिताबाट अनि आधी बिता नि निस्किँदैन नि त निस्किँदैन नि भाइ सबै ल यतिर चुकचुक है यतिर सानो निस्क्यो ल बुवा नभएसँग त कोतार्नै पऱ्यो है यसलाई अब साँधेर खाने अलिकति चटपटे बनाएर खाने कि यो पनि मिसाइदिने चौचौमा अलिकति उठाइदिउँ त हुन्छ यसले कसरी बनाएर चाहिँ खाने मलाई त खासै बनाउनु त आउँदैन फेरि मलाई नि आउँदैन बनाउन चाहिँ आउँदैन यसलाई खाना चाहिँ खाना चाहिँ फेरि साइड गरिदिन्छ होइन यसलाई अब खाना त साइड चौधसँग यसलाई मुला जसरी काटेर यो अनि बेन्तुहरूमा कसरी अनि स्ट्रिम गरेर पठायो हुन्छ त होइन र स्टिम गरेर त्यो त अलि यतैतिरको काट्यो भने चाहिँ है त्यो त अलि ठुलै ठुलै हुन्छ जस्तो क्र्याप क्र्यापै भइरहन्छ नि यो नि क्र्याप क्र्यापै हुन्छ होला भाइ हुन्छ होला ओङ्जीले एउटा निकालेर नि तिमीले चाहिँ खप्पै निकाल्थ्यो नि त भाइले चाहिँ अब एकैचोटि काटेर लम्मा निकाल्थ्यो ओङ्जीले चाहिँ एउटा फुकालेर के धेरै लगाएर छ नि है कति अनि म त लुगा फुकाल त एउटै पछि पालै पछि फुकाल्नु पऱ्यो होइन तपाईँको टाइम लाग्छ त्यसरी लुगा अलिकति रियल लाइफमा जति टाइम लाग्यो रमाइलो हुँदैन जति टाइम लाग्यो फिल्डमा हो होइन फिल्डमा एउटा यसलाई त अब त्यो कुनामा लगेर हाल्ने त होला नि होइन यो त कुइन्छ नकुइन्छ होइन के इजुङबाट बोकले खेलिन्छ कुनाको यहीँतिर राखिदिने हुन्छ यसको त टुप्पो त के हो यार कस्तो दामी त नाकतिर नाकमा गयो अनि देख्दैन हेर्नु आँखै कस्तो हुन्छ हेर्नु न आँखै कस्तो हुन्छ तपाईँको आँखैको तपाईँलाई आँखा कस्तो हुन्छ नाकतिर छिरे नि थाहा हुनु चोक छ नि दाइ लामो छ नि सक्यो हो सक्यो नि यस्तो गर्दा यति जम्मा ल यति त्यत्रो तामा गयो यहाँ बोक्रा हेर्नु बोक्रा कति गयो बोक्रा यसको त्यो जम्मा यति निस्क्यो यार यत्रोको त्यहीतिर राख्दै यो बोक्रा त कुहिहाल्छ कुहिन्छ कुहिँदैन होला यो खै कुहिन्छ कि कुहिन्छ भाइ होइन होस् अहिले त्यहाँ फरक पर्दैन खतरा काटिदियो नि त दुईजनाले ल खाना चाहिँ कस्तो मजा आइरहेको थियो है बाजे अझै ल्याम 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 भइरहेको थियो बुढोले अनि उसको ढाड दुख्यो रे भनेर नि खाने हो त नि 10 मिनट जति खाने होला जम्मा यो त्यो त है अँ खाने मात्रै थियो है अँ 10 मिनेट बाङबुङ हान्दियो हान्थ्यो नि त्यहाँ टाढा नि गएन त्यहाँ रोडबाट खसिक्क छिर्यो त्यहीँ त नि ब्ल्याङ
अरू मान्छेले नि कति खोजिसक्यो है अरूले नि खनिसकेको रहेछ नि त पहिला होइन अरूले नि खनिसकेको रहेछ 15 त काम लाग्छ काम लाग्छ होइन झन् मेरो कुरिलो त्यो झार उम्रिन उठाउनु पर्ने ठ्याक्कै ठिकै छ ल ल ल अब एउटा तिरले दुईटा निशानी भने जस्तै होइन गोजीमा हालेर ल्याएको धन्दा गोजीमा हालेर यो अब यसलाई व्यवस्थापन गर्दै गर्दा म चाहिँ एकछिन त्यहाँ मिटिङमा मेरो कुरिलोको झार अलिकति खानु नि त्यो अलिक मजा अलि खानु कस्तो मिठो रहेछ यो गुली हो तपाईँलाई गुलियो नि मिठो भने गुलियो चिनी छ नि अङ्गी त्यसमा यहाँ त यस्तो वाला कलर हालिदिएर पानीमा त्यही छ नि ओरिजिनल यति सामान भएको ओरिजिनल यति सामानको होइन यति जुस बनाउन कति सामान प्रयोग गर्नुपर्छ ओरिजिनल बनायो भने होइन यो त पाउडर हाल्यो पाउडर हाल्यो ल सोमबारले इन्डिङ हाल्नु स्वास्थ्यको लागि यो धेरै खानु राम्रो होइन कहिले अलिअलि खानु त ठिकै हो ल हाम्रो यहाँ तामा यति निस्किसक्यो केडा हो बुढोले लग्यो भने यति नै लग्यो होला उसको ठुल्ठुलो थियो राम्रो थियो 6वटा जति 5वटा जति लग्यो होला यति चाहिँ भयो कि भएन 14वटा कि कतिवटा थियो? बुढोको त यस्तै निस्किन्छ त बुढोको त फेरि त्यस्तै निस्किन्छ डल्लै निस्किन्छ ल ल गाइज आजको हाम्रो भ्लग यति नै हो है अनि हामी चाहिँ टिपेर आइसक्यो टिपेर आएर नि यहाँ सबै सरसफाइ पनि गरिसक्यो अब चाहिँ हामी भ्लग इन्डिङ गर्छ होला साथीहरू ल भाइ अनि कस्तो रह्यो तिनी अब नेक्स्ट भ्लगमा ठ्याङ्ग मिल्नुपर्छ के अरे भेट्नुपर्छ ल है त साथीहरू ल आइरहेछ ल साथीहरू अब चाहिँ नेक्स्ट भ्लगमा ट्याक्क फेरि भेट्नु हुनुपर्छ फेरि चाहिँ कति ल्यायो भने त भाइ 1 बोरा फेरि योभन्दा डबलै योभन्दा डबल बुढोले धेरै खानै दिँदैन बुढोले धेरै खान दिएन रे योभन्दा डबल ल्याउने है गाइस ल तेरो स्टे ट्युन है किप सपोर्टिङ ल किप वाचिङ भ्लग आउँछ अब बाई